हेलो वेलकम टु माई युट्युब च्यानल। आज धेरै पछि म गाउँको चाहिँ बाटाको भिडियो चाहिँ बनाउँछु होइन। आज यहाँ यसो खोलातिर घुम्न जान्छौँ। त्यसको लागि चाहिँ हल्का जिउन त हल्का भिडियो किन हो धेरै भयो कि युट्युबतिर पनि भिडियो नहालेको मैले त्यसैले है। अब चाहिँ हामी चाहिँ सल्ल बाटो चाहिँ खतरनाक छ कि अफरोड हो। न्युटेलमा सल्ल जप्नसम्म जान्छ, न्युटेलमा गइन्छ, तल गएपछि गरिन्छ नि त। लास्ट ओह्रालो बाटो हो कि फेरि गाउँको बाटो। बर्खा मात्रै बाटो हिँड्न नि सकिन्न। कस्तो खतरनाक बाटो फेरि। हामी पनि अब बल्ल कृषि रोडमा झर्यो। अब सिधा 1300 यस्तो ओह्रालो छैन। हाम्रो आफ्नै गाउँ बेसीको बाटो। पहिला यो केटा रोपे गर्थ्यो, अहिले एक केटा मात्र हिँड्नु पऱ्यो। दुईवटा हातसम्म मात्र बनाऊ। गाउँको बाटो चाहिँ खत्तम छ क्या। फेरि भन्छ गोरु भेटिन्छ कि बाटो आएर होइन। राति हिँड्ने फेरि लास्ट डर लाग्छ अरे बाटोमा। लड्किन्छ है, चिसो रहेछ क्या नि। त्यो बाटोमा जोडा होइन कि फेरि यता लर त्यहाँ जोडाको बडा काइलो हुन्छ। यहीँ टाउ गर त्यसमा हो र एकैछिनहरू झन्डै गाउने। अब कस्तो धुलो आउँछ यार। अब यस्तो धुलाबाट क्याएर जाने भन्ने हुन्छ यार। धुलै धुलो र नआँटेछ है सुस्ता यता र तल त भुर्ती फाले खायो। जुरा त कतै खोलामा धुन तल के भन्ने बाटो यस्तै छ। अब पछि बाटो भन्दा खाल्टो ठुलो यो सडकको बाटो भन्थ्यो अस्ति नै त एनएक्स बाइकको ब्रेक तार छिदालेको कहानी हो र। बिस्तारै जानुपर्छ नि त। लोटम लाग्यो र टुट्टै फेरि भाइरल। यार यस्तीमा भिडियो बनाउनुपर्छ अन्त है। लड्किन्छ जाँदा चाहिँ ब्रेक हान्ने पनि सल्ल धुलाले। बाटो यति मात्र कस्तो छ यहाँ, कहाँबाट हाल्ने भन्ने माछा निस्किन्छ र यतापट्टि एउटा खोला जस्तो आयो एउटा पक्की बाटो त। क्यार जाने यार त हिलो
तेरी लर्किन त लर्किन यार ओ पहिला त पुरानो घर कति वर्ष लाएर बल्ल यतिको बनाएन त्यो पनि यतिको बाटो हुनुपर्छ क्या ठुलो पनि छैन खासै ड्याममा खाल्टा खाल्टो पनि छैनन् भन्दा भन्दै त्यो खाल्टा खाल्टी गाडा गुडुङ आइहाल्छ टिप्पर र ट्र्याक्टर हिँड्दैन यसबाट त्यो बाटो झन् अहिले टिप्पर ट्र्याक्टर कोही देखाइ होइन अन्त धुला त पुरै ढाकिदियो अङ्कासबाट पानी पर्ने नि यहाँ चिप्लेर सकिन्न हिँडाल्नै छ फस्लक्क जान्छ रुपियाँ धुलो उडाउँदै हिँडेर बल्ल आँखा पलस्तरको बाटो सुपदी भ्याली जस्तै बिना धन केही नभन भन्ने जस्तै बिना धन केही नभन यहाँ उसले भिडियो बनाएको देखेको थिएँ त्यो अमृतको नारायण के यहाँ फेरि फेरि भल जान्छ नि अरू केटीले उहाँ पर पुलबाट बसालेर यहाँ ल्याएर छोडिदिन्छ कस्ता कुरा गर्छ है पुलमा आइसक्नु लाग्यो है ट्र्याक्टर उता छाट्थ्यो नि हामी यता छाट्थ्यौँ एउटा रित्तो ट्र्याक्टर त नसार लाग्थ्यो त्यो हिँड्दाखेरि डाडाङ र डुडुङ गर्दै हिँड्छ क्या बाँधा धकाउन लय हुन्छ क्या के हेर्न त्यही छैन कति पौडी खेल्थ्यौँ यहाँ आएर हुन्छ नि रेस कहाँ त माथि जिउ छ नि ल्याऊ बिले गरेको पछाडि आइदियो के पार्क भन्ने छ कि अगाडि त्यसको नामै याद आएन यार कहाँ हो हामी चाहिँ यहाँ पार्कतिर होइन जे होस् दामी ठाउँ छ यो पार्क चाहिँ राम्रो छ आएन के हेरी बसेर त ऊ आएर हेरी हेरी गरेँ फेरि दामी ठाउँ छ